भन्न पाऊँ है। अनि कोही यहीबाट हामी जस्तै हजारौँ बालबालिकाहरू हजारौँ आमाका छोराछोरीहरूलाई सही मार्ग निर्देशनलाई गाइड गर्ने गाइडर भएको हेर्न पाउँ। द्याट इज अ टिचर है। टिचर भनेको नि के हो थाहा छ? एउटा माझी जस्तै हो के। तिमी माझी भनेको किन भन्यो भने माझीले के गर्छ थाहा छ? कात्रोहरूलाई त्यो जो तिम्रो त्यो ताल हुन्छ, ठुलो ताल हुन्छ जसलाई पार गर्न सक्दैन नि, त्यहाँ उसले ढुङ्गामा राखेर आफ्नो त्यो गाह्रो ठाउँलाई चाहिँ उसले पार गराइदिन्छ क्या, पारी लगिदिन्छ। अनि त्यसपछि माझी त कहाँ हुन्छ? त्यही खोलामै हुन्छ, त्यही ढुङ्गामै हुन्छ। तर जसलाई तारिदिएको गन्तव्य जो यात्रुहरू उनीहरू आफ्नो डेस्टिनेसनतिर लम्किन्छन् र त्यो माझी त्यति बेला खुसी हुन्छ जब उसले आफूले तारिदिएका यात्रुहरू आफ्नो गन्तव्यमा पुगेर सफलताको झन्डा फर्काउँछन् नि, तब त्यो माझी संसार जितेको जस्तो लाग्छ। उसलाई त्यही सफलतामा गएर झन्डा फर्काएको लाग्छ। हो टिचर त्यो कतिपय त्यो फिल्डमा आउनु होला। अनि भोलि भने मेरो छोरो राम्रो छ पढाइदिए त अनि होइन, छोरी राम्रो होइन अलि राम्रोसँग गाइड गरेर भन्न पाऊँ भन्दै मेरा कतिपय तिता होलान्, कतिपय मिठा होलान्। पढाउने कुरामा कहिलेकाहीँ चर्को बोलियो होला, झर्को लाग्ने गरी चर्को बोलियो होला, झर्को लाग्ने गरी कहिलेकाहीँ दुख्ने गरी पनि हामी होला होइन। त्यसैले यो सबै जति पनि जे गरियो, जति पनि काउन्सिल गरियो, जति पनि थर्काइयो, जति पनि जे गरियो, एउटै उद्देश्य थियो सही मार्ग निर्देशन, राइट वे, राइट प्लेस, राइट टाइमका लागि गरिएको थियो। त्यसलाई त्यसरी सोचिदिनु होला भन्दै मेरा दुईटा शब्द यहीँ विसर्जन गर्दै आजका यसपछि हाम्रो अनौपचारिक कार्यक्रम त छँदैछ है, टीका अवधारण र अर्को अनौपचारिक कार्यक्रम गरौँला। यति भन्दै आजका यस हाम्रो औपचारिक कार्यक्रमका सभा अध्यक्षलाई औपचारिक कार्यक्रमका लागि दुईवटा शब्द खर्चिएर समापन गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दै तपाईँहरूबाट उजुर पर्न चाहन्छु। हस्त अहिले हामी भिडियो छ है, एकछिनमा हामी हिँडेर भन्न खोजिएको छ है। भोलि बिहान 10 बजेदेखि भन्न खोजिएको छ। Hello. Congratulations. Once again, take it. सफल हुनु जिन्दगीमा। Thank you, sir. Say congratulations. Congratulations. Take it. Congratulations. है सफलताको फेरि पनि शुभकामना धेरै धेरै। साथीलाई दिनुहोस् न, अब आफ्नो साथीलाई एउटा take it please. Very good. Thank you very much. So guys, अब चाहिँ हामीहरू कलेज भिजिट गर्न जाँदैछौँ आर्मी स्कुलमा। अब चाहिँ भिडियोमा खासै मोबाइल त पाउनु होला। यता वीरेन्द्र सर हुनुहुन्छ हाम्रो। अब हामीहरू जानेवाला छौँ आर्मी स्कुल भिजिटिङमा। आज चाहिँ यो डे 2 है। राम्रोसँग हेरिदिनु होला, राम्रोसँग वाचिङ गरेर हेरिदिनु होला कस्तो छ। वाचिङ गरेर हेरिदिनु होला। धारणा जमजम लिन्छ त ओके है। कस्तो यो चाहिँ कस्तो हुन्छ? जोडी बनाएको क्या साथी यार, जोडी बनाउँदै हिँड्दैन तिमीहरू पनि। हामी केटीको कपाल। अनि अब आज चाहिँ म के भन्न चाहन्छु भने मेरो युट्युब च्यानलमा कहिले पनि सपोर्ट गरेनन्, मलाई यस्तो पिर लगाइराख। अनि त्यही भएर म अरू केही भन्न सक्दिनँ। अब आज चाहिँ यता भिजिट गर्नु
अब चाहिँ म सिधै आर्मी स्कुलमा पुगेपछि देखाउँछु। बाई बाई। सो गाइज अब चाहिँ हामीहरू पुगिसक्यौँ आफ्नो स्कुलमा। आफ्नो त नभनौँ हुने होला स्कुल हुनै नसक्ने होला। तर यहाँ नाखैभरि कस्तो पहिरो आयो। अनि यतातिर हाम्रो यता राष्ट्रको गौरवहरूको चित्र छ। हाम्रो लागि आफ्नो ज्यान कुर्बान गर्नुभएका हाम्रा महान गौतम बुद्ध चाहिँ आज चार्ज सकिनु भयो वीरेन्द्र सरको। नमस्ते सलाम ठोकिस है सलाम बनिस ठोकिस ठोक सलाम म बनाउँछु भिडियो ल। सो गाइस हेर्नु है यो के गर्छ हमसँग ल बनाउनु यहाँ त बनाउनु ल जा ठोके थिए त बड्डाले वास्ते गरेन हे भगवान आइफोन कति हो 16 प्रो मैक्स कस्तो भन्दा वीरेन्द्र अब भित्र आइसकेको छ हेर्न सक्नुहुन्छ। अनि यता पछाडि पनि हाम्रो दोस्तहरू हुनुहुन्छ अनि अलाउड छैन गरे भिडियो बनाउन सुन्दैछु। अब आइसकेछौँ यहाँ प्रोग्राम हुन्छ होला सायद के भन्छन् हेरौँ सुन्ने गरौँ है त के गर्नु अब भुलागर पर्यो ए यताको यस्तो छ है वातावरण। अनि हामीहरू ल्याबहरूतिर जान्छौँ रुमहरूतिर जान्छौँ सबै देखाउन कोसिस गर्नेछु यदि सरले मोबाइल राम्रोसँग दिनुभयो भने। अनि ओ भाइ साथ गाह्रो पर्यो दोस्त कैसा लग रहा है आपको यहाँ पर आकर? पता नहीं अब नो वर्ड्स टु डिस्क्राइब। अनि हिजो एससीको रिजल्ट आयो नि त ठिकै आयो भनौँ भन यिनीहरू पनि राम्रै आएको थियो यिनीहरूको पनि तर ह्याप्पी छैन एउटा चाहिँ ह्याप्पी छ। म पनि ह्याप्पी छु के आयो भन्ने चाहन्छ भने ए आयो। अनि फोरफारले डोको पनि छ यता। अनि यता दाईहरू हुन् कि भाइहरू हुन् खेलिरहन् भाइहरू होला भाइहरू नै हुन्छन् किनकि हामी एससी दिएर खाएको हो नि त। अनि फुटबल ग्राउन्ड यतारै छ त्यहाँ हेर्नु त्यहाँ फुटबल जे खेले पनि अब हो त अब ल ठिक छ ल यता फुटबल ग्राउन्ड छ होइन अघि कस्तो आनन्ददायी छ कि यतातिर यता चाहिँ ऊ छ कि हेर्नु फेरि यता फुटबल खेल्दाखेरि यति टाढो रहेछ ल्याब जाने 4-5 घन्टा लाग्छ भनेपछि अब कुरा छोड्नु मेरो कति ठुलो ग्राउन्ड होला भनेर। अनि यता हाम्रो एनसी नारायण सर पनि आउँथ्यो अनि यता हाम्रो सर हुनुहुन्छ नामै बिर्सेँ मैले सरको रत्न सर। अनि यता हाम्रो साथीहरू हुनुहुन्छ चाहिँ 3टा हो कि कतिवटा बस अनि एउटा सानो भ्यान छ। म पछाडिबाट देखाइदिन्छु अहिले एकछिनमा। कस्तो मलाई त हस्पिटल जस्तै लाग्यो देख्न सक्नुहुन्छ हाम्रो साथीहरूलाई।
तिनवटा बस एउटा हाइस सानो होला कति जेलमा पर्यो कसले ड्रोन बनाउनु रोक्न किन लाग्छ हाम्रो पनि आउँछ दिन भर्खर स्टार्टिङ पोइन्ट भइरहेको कसैले पनि सपोर्ट गर्दैनन् क्या मलाई त कस्तो भनिदिइरहेको छु तर म राम्रो भ्लगहरू पनि खास भनिदिउँ भने यति कमेडी पनि छु लाज पनि मान्दैन नि त अनि मेरो एजमा कति लाज मान्न आउँछ बोल्दा बेला प्याज सेक्नेहरू फेरि मलाई भन्दैन मनको कुरा अनि आज अनि सपोर्ट पनि पाइँदैन है केही पनि पाइँदैन अनि राम्रोसित हेर्दैन नि हुन त त्यस्तो साह्रो भाइरल पनि छैन नि त अनि भाइरललाई मात्रै हेर्छ नि त धेरै जस्तो अनि त्यही भएर हेर्नु न के जान्छ र एकछिन आँखा कुरा लिनु त ल माया यता फुल पनि छ ल अब चाहिँ म ल्याबतिर कता ल्याबतिर गयौँ भने मन्दिर पनि छ है मन्दिर पनि छ ल सबैजनाले आउने एसी दिने भाइ बिनाले चाहिँ यता ओम लेखेर छोडिदिनु मन्दिर आइरह ल आइसक्यो हामी भगवान् आउने 12 क्लासको एक्जाममा चाहिँ राम्रै होस् थ्याङ्क यू सर मेरो फोटाले गर्दा सबलाई ऐना पनि छ भन्ने छोड्दैको मनबाट आफूले सोध्नु त्यता गएर चाहिँ हामी यहाँ सेफोक सुन्नमा गइसकेका छौँ अब यहाँ भिजिट गर्छौँ बिस्तारै अनि के भिडियो गराउनु मिल्थ्यो अब यता यस्तो छ हालत Oh my god! Later, guys, I'll miss you. We are playing Joker in my Computer Computer lab ma हामी गइसक्यौं अब It's the library. यताको लाइब्रेरी यस्तो छ विभिन्न थरीका पढ्न पाउनुहुन्छ यस्तो छ हेर्न सक्नुहुन्छ हजुरहरू ओइ एक दिनमा भन्नु मान्थे मैले पढेको किताब ओ माय गॉड कत्रो ठुलो यार डिक्सनरी त पनि डिक्सनरी अस्ति इगर ब्रिजमा एउटा गिफ्ट दिएको थियो आज खै त बाहिर अरे यहाँ ब्यागुटा स्यागुटा केही नै छैन एक अङ्गालको प्लान एसीको व्यवस्था चाहिँ जताततै रहेछ
पढ्दै गरेको हुनाले सञ्जोग भण्डारी अब साइन्स कोअर्डिनेटरकै हिसाबले उहाँले हेर्दै हुनुहुन्छ। त्यस कारणले मैले अघि उहाँलाई पनि आसन गर्न भनिसकेँ र अब